नमस्ते। मैले यो पोलमा चाहिँ हरेक पोलमा चाहिँ नम्बर लेखिराख्नु भएको रहेछ। हजुर, यो खास के को लागि हो? यो चाहिँ खासमा के छ भन्दाखेरि यो पोलमा बत्ती बिग्रिँदाखेरि कुन पोलमा चाहिँ बत्ती बिग्रिएको हामीले थाहा नहुने र त्यस कारणले चाहिँ हामीले यस नम्बरिङ गरिरहेका छौँ। यो नम्बर गर्दाखेरि चाहिँ कति नम्बरको पोलमा चाहिँ बत्ती बिग्रिएका छौँ भनेर हामीलाई जानकारी हुन्छ र कति नम्बरको पोलमा बत्ती बनायो भनेर हामीले रेकर्ड राख्न सकिन्छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले अहिले नम्बरिङ गरिरहेका छौँ। हामीले विगत 3 वर्षदेखि नै यस 7 नम्बर वडामा चाहिँ काम गरिरहेका थियौँ, तर कुनै रेकर्ड नभएको कति नम्बरको पोलमा काम गऱ्यौँ भनेर चाहिँ कुनै रेकर्ड नभएकोले चाहिँ अब यो हामीले सिस्टमेटिक हिसाबले जाने र नम्बरिङ गर्ने हिसाबले चाहिँ जाने भएकोले चाहिँ अहिले हामी नम्बरिङ गर्ने कार्य गर्दैछौँ र साथै यो यसपछि चाहिँ हामीले रेकर्ड राख्न चाहिँ सजिलो हुने भएकोले अहिले नम्बर गर्दैछौँ। कस्तो धन्यवाद। नमस्कार है। नमस्कार, तपाईँलाई स्वागत छ हाम्रो पनौटी राम्रो पनौटीमा। धन्यवाद सर। म हेरिरहेको छु कि हरेक पोलमा चाहिँ पनौटी नगरपालिका 7 अनि पोल नम्बरहरू चाहिँ लेखिरहेछ। यो खास के को लागि हो? यसलाई धन्यवाद। अब हामी निर्वाचित हुने बित्तिकै सबैभन्दा अगाडि हामीले 7 नम्बरमा चाहिँ साना पोलहरू निकालेर होइन अवश्य तारहरूलाई व्यवस्थित गर्नु, ठुला पोलहरू राख्नमा हामी सफल भइसकेका छौँ होइन। अब दादाहरूमा अलिक चाहिँ समस्या भयो भनेर र हाम्रो बजारलाई चाहिँ सौन्दर्यकरण गर्नुपर्छ भन्ने हाम्रो चाहिँ एउटा टार्गेट थियो होइन। यो हिसाबले हामीले पहिला पनि यो नम्बरिङ गर्नु खोजेका हो। हामीलाई चाहिँ अलिकति के समस्या भयो भने अब हाम्रो बजार क्षेत्र भयो होइन, हामीका चाहिँ लगभग 400-500वटा पोलहरू छन्, बत्तीका सडक बत्तीका पोलहरू छन्। अनि हामीले बत्तीहरू बनाइरहँदाखेरि हामीलाई एकदम हामीले बत्ती पनि बनाउने अनि मान्छेले हामीलाई गाली पनि गर्ने लाग्यो। बत्ती बनाएन भने बत्ती बनाउँदाखेरि पनि अब 4-5 दिनमै चाहिँ अब यो चाहिँ बत्ती चाहिँ हामीले राख्ने भयो होइन, बिग्रिहाल्ने रहेछौँ। अब त्यो लामो लामो चाहिँ डिजाइनहरू भएको भए लङ टर्म हुने रहेछ होइन। हामी अब चाहिँ अब आउने आर्थिक वर्षमा चाहिँ लामो लामो डिजाइनहरू पनि राख्ने प्रयास गर्छौँ हामी होइन। अनि हामीलाई धेरै समस्या पनि भयो, हामीले कुन पोलमा बत्ती बनायो कसरी बनायो भन्ने कुराको रेकर्ड पनि भएन होइन। अनि हामीले चाहिँ के गर्यो भने अब हामीले यो नम्बरिङ गरिरहँदाखेरि होइन हाम्रो चाहिँ एउटा के चाहिँ एउटा सहज हुन्छ भन्दाखेरि चाहिँ कहीँ कतै कसैलाई चाहिँ बत्ती बनाउनु पऱ्यो भने 80 नम्बर पोलमा चाहिँ बत्ती बिग्रियो, यो 2 नम्बर पोलमा बत्ती बिग्रियो, 3 नम्बर पोलमा बत्ती बिग्रियो भने हामीले चाहिँ बत्ती बनाउनु पनि हामीलाई सहज भयो। त्यो पोला कसरी बत्ती बनायो भन्ने कुराको पनि हाम्रो रेकर्ड हुने भयो। अब हाम्रो जस्तै प्राविधिकहरूलाई पनि चाहिँ अब काम गरे नगरे उहाँलाई पनि अहिले असर भइरहेको छ। उहाँलाई पनि अब 1 नम्बर पोला यतिकति बत्ती बनाइयो, 2 नम्बर बनाइयो भन्ने कुरा चाहिँ उहाँले गर्नुभयो भने हामीलाई रेकर्ड राख्न पनि सजिलो भयो, उहाँलाई पास सब्मिट गर्नु पनि सजिलो भयो होइन। र यो चाहिँ हाम्रो 7 नम्बरमा कतिवटा पोल छ र हामीले वार्षिक चाहिँ बत्तीको कामहरू चाहिँ एउटा आर्थिक निर्णयले यसले गर्नुपर्ने छ भन्ने कुराहरू पनि हामीलाई सहज होस् भनेर चाहिँ हामीले नम्बरिङ गरे हो होइन। मलाई लाग्छ अब नम्बरिङ गरेपछि सबै चाहिँ हाम्रो वडाको नागरिकहरूले चाहिँ हाम्रो 1 नम्बर पुलमा चाहिँ बत्ती बिग्रियो भनेर हामीलाई खबर गर्नुभयो भने हामीलाई अब हिजोभन्दा पनि आज सजिलैसँग चाहिँ बत्ती बनाउन मरोड गर्न चाहिँ हामीलाई सहयोग र भनौँ न अब चाँडै त्यसको चाहिँ व्यवस्था पनि हुन्छ भन्ने कुराहरू लाग्छ। बत्तीको ठाउँमा चाहिँ बिग्रेको बत्तीहरू चाहिँ बनाउनको लागि चाहिँ वडामा फोन गरेको, फोन उठाउँदैन, यस्तो गुनासोहरू आइरहेछ। अब के हुन्छ यो? होइन फोन नउठाएको होइन, फोन उठाएको छु होइन। अब हाम्रो तपाईँले हेरिहाल्नु भयो होइन, हाम्रो अब 14 नम्बर पार्कहरू रहेको सबै क्षेत्रमा सबै टोलमा भएका पुलहरूमा नम्बरिङ गर्ने हाम्रो कार्ययोजना छ होइन। त्यो अनुरूप आजदेखि हाम्रो कार्ययोजना सुरु गरिरहेको छ र यो मलाई लाग्छ 2 देखि 3 दिनमा सकिन्छ भनेर हाम्रो प्राविधिकहरूले हामीले कुरा राख्नु भएको छ। त्यस पश्चात मात्रै हामी अन्य ठाउँहरूमा जहाँ बत्तीहरूको समस्या छ होइन त्यो मर्मत सम्भार गर्ने चाहिँ म कुराहरू सबै नागरिकहरूलाई म गर्न चाहन्छु। र अबदेखि तपाईँहरूले चाहिँ बत्ती मर्मत गर्नुपर्ने भएमा होइन पुरानो नम्बरको पोलमा चाहिँ बत्ती बिग्रेको रहेछ भनेर तपाईँले खबर गर्नुभयो भने हिजोभन्दा चाहिँ अबका दिनहरूमा चाँडै हामी त्यसलाई मर्मत सम्भार गर्ने चाहिँ छौँ भन्ने कुरा राख्छु। हस्, धन्यवाद। धेरैले गुनासो गर्थ्यो
यो ठाउँमा चाहिँ बत्ती बिग्रियो भनेर। अब चाहिँ के हुन्छ भन्दाखेरि जस्तै पनौटी नगरपालिका वडा नम्बर 7 34 नम्बर पोलमा चाहिँ बत्ती बिग्रियो भन्ने बित्तिकै चाहिँ प्राइभेट गएर चाहिँ हामीहरू चिमहरू लाइटहरू के भएको छ त्यो हेरेर चाहिँ तत्काल फेर्न चाहिँ धेरै सहज हुनेछ ल। हाम्रो पनौटी राम्रो पनौटी, हामी सबै मिलेर पनौटी सुन्दर बनाऊ। जय पनौटी।